नमस्ते हजुरहरूलाई सीता केसी युट्युब च्यानलमा स्वागत छ। आज मैले मटन ग्रेभी बनाउन गइरहेको छु। एकदमै सजिलो तरिका छ, घरमै बनाएर खान सकिन्छ। हजुरहरूलाई पनि यसरी नै खान मन छ भने घरमै बनाएर खानु। यसको लागि चाहिँ मैले 1 केजी खसीको मासु राखेको छु। यो अगाडि नै पखालेको छु, मैले पखालेको भिडियो राखेको छैन। यसमा मैले कुकरमा तेल राखेको छु। अब थोरै गरेर मासु राखे। फेरि पनि मासु राखे। अब मैले यसलाई बिस्तारै चलाउँछु। हाम्रो मासु चलाइसकेको छु। यसको 5-7 मिनेटसम्म चलाइराख्ने यस्तो भएको छ। धेरै फेरि पनि मैले चलाएँ 3-4 मिनेट। अब हाम्रो मासु कलर नै चेन्ज भएको छ। यसमा मैले लसुन राखेको छु, पेस्ट फेरि चलाएँ। अब मैले जिरा धनियाँको पेस्ट राखेको छु। यसलाई चलाउने, मसला सबैमा लाग्ने गरेर। फेरि चलाएको छु। अब यसमा धुलो जिरा र धनियाँको धुलो राखेँ। फेरि गरम मसलाको धुलो। अब मैले यसलाई चलाएँ। चलाइरहेको छु लगभग 1-1.5 मिनेट जति। चलाइसकेपछि अब मैले प्याज राखेँ। प्याज अनि टमाटर पनि राखेको छु काटेको। अब यसलाई चलाउँछु, लगभग 1 मिनेट जति चलाउँछु। अब यसमा स्वादअनुसारको नुन राखेँ, 1 चम्मच राखेको छु। फेरि पनि चलाएँ मैले। अब हाम्रो नुन मसलाहरू सबै मिक्स भइसकेको छ। यसलाई मैले त्यत्तिकै छोपिदिन्छु लगभग 7-8 मिनेट जति। अब मैले खोलेँ ढक्कन खोलिसकेपछि मैले चलाएको छु। अब मैले यसमा थोरै बेसार राखेको छु। अब यसलाई फेरि पनि चलाउँछु। अब एकछिन त्यत्तिकै मैले फेरि ढक्कनले छोपिदिन्छु लगभग 5-7 मिनेटको लागि। यसो गरेर मासुमा टेस्ट एकदमै राम्रो हुन्छ। अब फेरि मैले निकालेर ढक्कन चलाइरहेको छु। एकदमै राम्रो देखिएको छ मासु। अब खसीको मासु मैले थोरै पानी राखेको छु, आधा गिलास। फेरि चलाएँ। अब अलिकति पानी राख्छु मैले अझै पनि। पानी राखिसकेँ। अब यसलाई मैले छोपिदिन्छु सिटी लगाउनको लागि। लगभग 5-7 मिनेट जति हाम्रो सिटी लागिसकेको छ, 5-7 सिटी। अब मैले यसलाई निकालेँ सिटी। ल हेर्नुहोस्, हाम्रो मासु पाकेर रेडी भइसकेको छ। अब यसलाई मैले चलाउँछु। ग्रेभी भइसकेको छ। अब एउटा भाँडोमा मैले यसलाई थोरै गरेर राख्छु। हेर्नुहोस्, हाम्रो मासु पाकेर रेडी भइसकेको छ। हजुरहरूले पनि यसरी नै खान सक्नुहुन्छ। मेरो च्यानल मन पर्यो भने लाइक भिडियोहरू हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। हस्त धन्यवाद।